तपाईँ किन एक्लै हुनुहुन्छ थाहा छ? तपाईँ चाकडी गर्न रुचाउनुहुन्न, कसैलाई चाकडी चाप्लुसी गरेर अरूलाई खुसी पार्न तपाईँ खोज्नुहुन्न। तपाईँ आफ्नो इमान स्वाभिमान बेचेर ठुलो आर्थिक उपार्जन गर्न चाहनुहुन्न। तपाईँ आफ्नो इमान र स्वाभिमानलाई बचाइराख्न तपाईँ हरदम प्रयत्न रहिरहनुहुन्छ र तपाईँ कसैलाई लेग्रो तानेर चाप्लुसी गरेर कसैलाई खुसी पार्नै खोज्नुहुन्न। तपाईँ आफ्नो मेहनतमा विश्वास गर्नुहुन्छ, तपाईँ आफ्नो सत्यमा अडिग रहनुहुन्छ। सत्य असत्य कुरा के हो तपाईँ स्पष्ट रूपमा भनिदिनुहुन्छ र आफूलाई मन नपरेको कुरा नो भनिदिनुहुन्छ र कसैलाई लेग्रो तानेर अरूको नराम्रो नचाहिने कुराहरू कसैको कान भरिदिएर अरूलाई खुसी पार्न तपाईँ सक्नै हुन्न। तपाईँ सत्यमा अडिग रहनुहुन्छ, त्यसकारण तपाईँ सधैँ एक्लो नै हुनुहुन्छ। यो कुरा कस्तो लाग्यो?